साथीहरु मार्को भिडियोमा उपस्थित भएको छु जुन चाहिँ 21/7 कै हो 21/7 कै हो र शैक्षिक सुशासन र नागरिक वडापत्रको हो। यसमा मैले के भन्न खोजेको हो यसमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट हो यो चाहिँ हरेक वर्ष यसमा चाहिँ प्रश्न काटेकै छ नागरिक वडापत्रको बारेमा। नागरिक वडापत्रको चाहिँ सोधेकै हुन्छ नि पनि यसमा चाहिँ अलिकति मेन छ। म सामने लिइरहेको छु र पछि म फेरि ल्याउने छु। यसमा चाहिँ अब हेर्नुस् पहिले बुझौँ नागरिक वडापत्र के हो। सुशासन त मैले बुझाएँ अर्को भिडियोमा छ र अब नागरिक वडापत्र के हो। नागरिक वडापत्र भनेको तपाईले वडामा जानुहुन्छ गाउँपालिकामा जानुहुन्छ अथवा तपाईले जुनसुकै सरकारी निकायमा जानुहुन्छ तपाईको काम के हो। तपाईको काम के हो त्यो चाहिँ पर्चा बनाइएको हुन्छ ब्यानर। त्यो ब्यानरमा तपाईको काम के हो र त्यसको दस्तुर कति लाग्छ र गर्ने मान्छेको तपाईको काम गरिदिने सेवा दिने मान्छेको त्यसमा नाम सहित हुन्छ। त्यसमा सबै कुरा उल्लेख गरिएको हुन्छ कति दस्तुर तिर्न पर्छ के सामान हो के चाहिँ सामग्री लाग्छ जस्तै के कागजहरू लाग्छ कागजहरू के लाग्छ त्यो सबै कुरा स्पष्ट पारिएको हुन्छ। त्यसले हामी चाहिँ वडापत्र नागरिक वडापत्र भन्ने बुझ्छौँ। तपाईले कार्यालयमा जानुभयो के डाटा लाग्छ के चाहिँ को मान्छे हो कहाँ जाने हो त्यो सोध्नु भन्दा पहिला चाहिँ ठुलो बोर्डमा चाहिँ त्यो राखिएको हुन्छ। त्यही हो नागरिक वडापत्र। अब नागरिक वडापत्र सुरुवात कहिले भएको धेरै पनि सोधेको हुन्छ। विश्वमा नागरिक वडापत्रको सुरुवात सन् 1991 मा बेलायतमा भएको थियो। कहिले 1991 मा। कहिले 1991 मा। यसरी बुझ्नुस् 19 लाई फेरि हेरेले उल्टो गरिदिनु होला। एक्जाममा आउँछ 1992 यसरी सरी 1991 1992 1900 कहिले दिन्छ 94 एउटा ठिक्कै याद गर्नु होला। 19 छ त्यसपछि 19 ले फेरि उल्टो लेख्नुस्। जस्तै यहाँ चाहिँ तपाईले के गर्नु पर्यो भन्दाखेरि यो 9 फेरि लेख्नुस् फेरि एक अगाडि ल्याइदिनुस्। यसरी 1991 ठिक्कै याद गर्नु होला। 1991 यसरी आयो भने बुझ्नु होला कि चाहिँ 1991 बाट आएको हो। र यो बेलायतबाट कसरी याद गर्ने बेलायतबाट कसरी याद गर्ने बेलायतबाट यसरी याद गर्ने कि धेरै जस्तो पढेको मान्छे कहाँ जान्छन् पढ्न बेलायत जान्छ हैन। कोही अमेरिका पढ्न जान्छ कहाँ जान्छन् तर बढीमा सबभन्दा बढी रेकर्ड दिँदाखेरि बेलायत। बेलायतको नाम अलिकति धेरै छ नि भएर बेलायत याद गर्नुस्। बेलायतको मान्छे अलिकति बुद्धिमान जस्तो हुन्छ मेरो हिसाबले। अब अरू ठाउँको पनि हुन सक्छन् तर अलिकति पढेको मान्छे एउटा भेटिन्छन् बेलायत। बेलायतमा नागरिक वडापत्रको सुरुवात भनेको सन् 1991 बेलायतबाट भएको हो। अर्को कुरा फ्रान्समा 1992 मा एक वर्ष अनि पछि 1992 मा सर्भिस चार्टरको नामबाट म त्यहाँ जान्छु। त्यहाँ चाहिँ फ्रान्समा सर्भिस चार्टर भनेर बुझ्दै सेवा दिने मान्छेको हो कि हो दस्तुर के लाग्छ प्रमाण के त्यही कुरा हो। अब फ्रान्समा 1992 मा सर्भिस चार्टरको नामबाट चिन्छन् थाहा छ जानकारी रहन्छ। अर्को कुरा अब हाम्रो देश छिमेकी हो भारत। हाम्रो देश छिमेकी भारत। भारतमा के नाम चिन्छन् भारतमा सन् 1997 मा 91 92 93 94 95 5 वर्षपछि किनभने अलिकति पछाडी छ। पहिला बेलायत बेलायतपछि फ्रान्स फ्रान्सपछि भारत भारतमा कहिले आयो 5 वर्षपछि अथवा 1997 51 देखि 4 त्यसपछि यहाँ चाहिँ 2 देखि जोड्नुहुन्छ भने 92 देखि जोड्नुहुन्छ भने 5 92 5 97 मा निजामती सेवाको गुणस्तर अभिवृद्धि त्यसमा काम गर्नुपर्ने के छ कसरी छ त्यो चाहिँ अभिवृद्धि गर्नको लागि ल्याइएको थियो सुशासन नागरिक वडापत्र। अर्को कुरा अब आउँछ यो चाहिँ ल्याएको थियो कोले यो क्वेशन जहिले पनि सोधेको हुन्छ 3-4 अप्सन दिन्छ जसमा चाहिँ एउटा चाहिँ जो मेजर नाम लेखेको हुन्छ र यसरी बुझ्नुस् बेलायतका प्रधानमन्त्री जन मेजरले सन् 1991 मा ल्याएका थिए। जस्तै हाम्रो बुझ्नुस् हाम्रो चाहिँ देशमा भेडा आउँछ चाहिँ भैँसी आउँछ पाडा आउँछ हात्ती जान्छ भैँसा आउँछ भैँसी आउँछ पाडी आउँछ। त्यस्तै बेलायतका प्रधानमन्त्रीले होशियार छन् तिनले के ल्याए नागरिक वडापत्र ल्याए। कहिले ल्याए 1991 मा। र यो कुराहरुको चाहिँ अब नेपालमा नागरिक वडापत्रको सुरुवात विक्रम सम्वत 2056 बाट आएको
हो। नेपालमा नागरिक गोडापत्रको सुरुवात गरिएको 2056 मा आएको हो। अब बुझ्नुहोस् 1991 मा बेलायतमा, 1992 मा फ्रान्समा, त्यसपछि भारतमा 1997 मा आउँछ भने नेपालमा कहिले आयो? विक्रमसम्म 2056 मा आयो। अब एउटा कुरा, नेपाल सरकारले क्षतिपूर्ति सहित यदि कसैले गलत कार्य गर्यो भने त्यसलाई क्षतिपूर्ति सहित दिनुपर्छ। नागरिक गोडापत्रको व्यवस्थापन सम्बन्धी निर्देशिका दिएछ 2059 सालमा। सही 69 सालमा स्वीकृत। जब स्वीकृत भयो त्यसपछि स्वीकृत भइसकेपछि विक्रमसम्म 2070 वैशाख 2 गते यसलाई चाहिँ सरकारी निकायमा, हरेक सरकारी निकायमा, सबै सरकारी निकायमा चाहिँ पुर्याइएको छ, लगाइएको छ। तपाईले त्यहाँ गएर तपाईँ हेर्न सक्नुहुन्छ। र यो मेरो एउटा सानो प्रयास थियो। यसमा तपाईले के कतिको बुझ्नुभयो कि किताब पनि फर्काउनु होला र के कति बुझ्नुभयो मैले यहाँ चाहिँ भन्दाखेरि कतिको बुझ्नुभयो त्यसलाई आफ्नो प्रतिक्रिया दिनु होला। र तपाईको एउटा प्रतिक्रियाले मलाई फेरि हौसला प्रदान गर्छ। तबसम्मको लागि धन्यवाद। बाइ बाइ, नमस्कार।